नलेज 1.5 मा आज मैले तपाईहरूको लागि लिएर आएको छु पृथ्वी वीर विक्रम शाहदेवज्यूको कार्यकालमा निस्किएको दुई मुहर सिक्काको बारेमा जानकारीमूलक भिडियो लिएर आइसकेको छु। तपाईहरूले यस भिडियोभित्र देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर यो भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ भने तपाईहरूले नदेखिने भाग अन्तर्गत यो सिक्काको नम्बर कति रहेको छ, थिकनेस के रहेको छ, डायमिटर कति रहेको छ, वेट कति हो, करेन्सी कुन रहेको छ, क्यालेन्डर कुन रहेको छ आदि इत्यादि तपाईले यसै एकै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ भने यो सिक्कामा के लेखिएको छ, के राखिएको छ भनेर पनि तपाईहरूले जानकारी प्राप्त गर्न सक्नुहुनेछ। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। आउनुहोस् आजको सामग्री ढिला नगरिकन सुरु गर्ने अनुमति माग्दछु। सर्वप्रथम म तपाईहरूलाई नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर म जानकारी दिनेछु। यो सिक्काको नम्बर रहेको छ NH56458 रहेको छ भने रिफरेन्स रहेको छ KMH656 रहेको छ। त्यस्तै यो सिक्काको युजर रहेको छ नेपाल, टाइप रहेको छ स्ट्यान्डर्ड सर्कुलेसन कोइन रहेको छ भने किङ हुनुहुन्छ पृथ्वी वीर विक्रम शाहदेव हुनुहुन्छ। 1881 देखि 1911 सम्म रहेको छ। त्यस्तै यो सिक्काको डायमिटर रहेको छ 29 mm रहेको छ। कम्पोजिसन रहेको छ सिल्भर। वेट रहेको छ 11.2 ग्राम रहेको छ भने करेन्सी रहेको छ मोहर 1546 देखि 1932 सम्म रहेको छ। भ्यालु रहेको छ 2 मोहर रहेको छ भने क्यालेन्डर रहेको छ नेपाल साकाइरा रहेको छ। त्यस्तै टेक्निक रहेको छ मिलेट। पक्कै पनि तपाईहरूले आजको यस सामग्रीमा नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर थाहा पाइसक्नुभयो। अब देखिने भाग अन्तर्गत चाहिँ के रहेको छ आउनुहोस् यो पनि म तपाईहरूलाई यहाँबाट जानकारी दिनेछु। यो सिक्काको एकापट्टि भागमा हामीले देख्न सक्छौं चन्द्र र सूर्य रहेको छ भने चन्द्र र सूर्यको बीचमा दुईवटा श्री लेखिएको छ। त्यस्तै श्री पृथ्वी वीर विक्रम शाहदेव भनेर लेखिएको हामीले यो सिक्कामा देख्न सक्छौं। त्यस्तै 64 वटा थोप्लो पनि रहेको छ। त्यस्तै हामीले वर्गाकार भाग भन्दा बाहिर 1832 भनेर पनि लेखिएको हामीले देख्न सक्छौं। त्यस्तै हामीले यो सिक्कामा शङ्ख, चक्र, पद्म, गदा पनि रहेको हामीले यो सिक्कामा प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौं भने यो सिक्काको अर्कोपट्टि भागमा चाहिँ के रहेको छ आउनुहोस् यो पनि म तपाईहरूलाई जानकारी दिनेछु। यो सिक्काको अर्कोपट्टि भागमा रहेको छ श्री 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 गोरखनाथ भनेर लेखिएको छ भने गोलाकार भागको भित्र श्री 3 भवानी भनेर लेखिएको पनि हामीले प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौं। पक्कै पनि तपाईहरूले आजको यस सामग्रीमा देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर थाहा पाइसक्नुभयो। यस्तै जानकारीमूलक भिडियो म अवश्य पनि ल्याउने नै छु। अहिलेको लागि म तपाईहरूको सामु बिदा माग्न चाहन्छु। हस्त धन्यवाद अनि बाई बाई। नलेज 1.5 मा आज मैले तपाईहरूको सामु लिएर आएको छु पृथ्वी वीर विक्रम शाहदेवज्यूको कार्यकालमा निस्किएको वान मोहर सिक्काको बारेमा जानकारीमूलक भिडियो लिएर आइसकेको छु। तपाईहरूले यस भिडियोभित्र देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर जानकारी प्राप्त गर्न सक्नुहुनेछ। देखिने भाग अन्तर्गत यो सिक्कामा के रहेको छ, के को तस्बिरहरू राखिएको छ आदि इत्यादि तपाईले थाहा पाउन सक्नुहुनेछ भने नदेखिने भाग अन्तर्गत यो सिक्काको भ्यालु कति रहेको छ, करेन्सी कुन हो, कम्पोजिसन के रहेको छ, सेप कस्तो रहेको छ, नम्बर कति हो, रिफरेन्स कति हो आदि इत्यादि तपाईले यसै एकै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। आउनुहोस् आजको सामग्री सुरु गर्ने अनुमति माग्दछु। सर्वप्रथम यो सिक्कामा भनौँ यो सिक्काको फिचरहरू के रहेको छ भनेर म तपाईहरूलाई यहाँबाट जानकारी दिनेछु। नम्बर रहेको छ NH66159 रहेको छ भने सेप रहेको छ राउन्ड, वेट रहेको छ 5.6 ग्राम रहेको छ भने करेन्सी रहेको छ मोहर 1546 देखि 1932 सम्म रहेको छ। त्यस्तै कम्पोजिसन रहेको छ गोल्ड, यो सुनद्वारा बनिएको सिक्का रहेको छ भने युजर रहेको छ नेपाल, किङ हुनुहुन्छ पृथ्वी वीर विक्रम शाह हुनुहुन्छ 1881 देखि 1911 सम्म रहेको छ। टाइप रहेको छ स्ट्यान्डर्ड सर्कुलेसन कोइन रहेको छ भने इयर्स रहेको छ 1823 देखि 1827 सम्म रहेको छ। क्यालेन्डर रहेको छ नेपाल साकाइरा रहेको छ। यो सिक्काको रिफरेन्स रहेको छ KMH 673.1 रहेको छ। पक्कै पनि तपाईहरूले आजको यस सामग्रीमा यो सिक्काको फिचरहरू के रहेको छ भनेर थाहा पाइसक्नुभयो। अब देखिने भाग अन्तर्गत चाहिँ के रहेको छ आउनुहोस् यो पनि म तपाईहरूलाई यहाँबाट जानकारी दिनेछु। यो सिक्कामा हामीले देख्न सक्छौँ एकापट्टि भागमा माथिपट्टि चन्द्र र सूर्य रहेको छ भने चन्द्र र सूर्यको बिचमा श्री लेखिएको छ। त्यस्तै हामीले वर्गाकार भाग पनि देख्न सक्छौँ। वर्गाकार भागभित्र श्री पृथ्वी वीर विक्रम शाहदेव भनेर लेखिएको हामीले यो सिक्कामा प्रष्ट रूपमा देख्न सक्छौँ भने वर्गाकार भागभन्दा बाहिर शङ्ख, चक्र, पद्म, गदाको पनि तस्बिर यो सिक्कामा राखिएको हामीले देख्न सक्छौँ। यो त भयो यो सिक्काको एकापट्टि भागमा के रहेको छ भनेर तपाईहरूलाई जानकारी दिएँ। अब यो सिक्काको अर्कोपट्टि भागमा चाहिँ के रहेको छ त आउनुहोस् यो पनि म तपाईहरूले जानकारी दिनेछु। यो सिक्कामा श्री 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 गोरखनाथ भनेर लेखिएको छ भने श्री 3 भवानी भनेर गोलाकार भागभित्र लेखिएको हामीले प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौँ। पक्कै पनि तपाईहरूले यो सिक्काको देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर थाहा पाइसक्नुभयो। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। अर्को भिडियो त पक्कै पनि ल्याउने नै छु। अहिलेको लागि म तपाईँहरूको सामु बिदा माग्न चाहन्छु। हस्त धन्यवाद अनि बाई बाई। नलेज 1.5 मा आज मैले तपाईहरूको सामु लिएर आएको छु पृथ्वी वीर विक्रम शाहदेवज्यूको कार्यकालमा निस्किएको वानमोहर सिक्काको बारेमा जानकारीमूलक भिडियो लिएर आइसकेको छु। तपाईहरूले यस भिडियोभित्र देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर जानकारी प्राप्त गर्न सक्नुहुनेछ। देखिने भाग अन्तर्गत यो सिक्कामा के रहेको छ, के को तस्बिरहरू राखिएको छ आदि इत्यादि तपाईँले थाहा पाउन सक्नुहुनेछ भने नदेखिने भाग अन्तर्गत यो सिक्काको भ्यालु कति रहेको छ, करेन्सी कुन हो, कम्पोजिसन के रहेको छ, सेप कति कस्तो रहेको छ, नम्बर कति हो, रेफरेन्स कति हो आदि इत्यादि तपाईँले यसै एकै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। आउनुहोस् आजको सामग्री सुरु गर्ने अनुमति माग्दछु। सर्वप्रथम यो सिक्कामा भनौँ यो सिक्काको फिचरहरू के रहेको छ भनेर म तपाईहरूलाई यहाँबाट जानकारी दिनेछु। नम्बर रहेको छ NH 66159 रहेको छ भने सेप रहेको छ राउन्ड, वेट रहेको छ 5.6 ग्राम रहेको छ भने करेन्सी रहेको छ मोहर
1546 देखि 1932 सम्म रहेको छ। त्यस्तै कम्पोजिसन रहेको छ गोल्ड, यो सुनद्वारा बनिएको सिक्का रहेको छ भने युजर रहेको छ नेपाल, किङ हुनुहुन्छ पृथ्वी वीर विक्रम शाह हुनुहुन्छ। 1881 देखि 1911 सम्म रहेको छ। टाइप रहेको छ स्ट्यान्डर्ड सर्कुलेसन कोइन रहेको छ भने इयर्स रहेको छ 1823 देखि 1827 सम्म रहेको छ। क्यालेन्डर रहेको छ नेपाल साकाइरा रहेको छ। यो सिक्काको रिफरेन्स रहेको छ KM # 673.1 रहेको छ। पक्कै पनि तपाईहरूले आजको यस सामग्रीमा यो सिक्काको फिचरहरू के रहेको छ भनेर थाहा पाइसक्नुभयो। अब देखिने भाग अन्तर्गत चाहिँ के रहेको छ, आउनुहोस् यो पनि म तपाईँहरूलाई यहाँबाट जानकारी दिनेछु। यो सिक्कामा हामीले देख्न सक्छौँ एकापट्टि भागमा माथिपट्टि चन्द्र र सूर्य रहेको छ भने चन्द्र र सूर्यको बिचमा श्री लेखिएको छ। त्यस्तै हामीले वर्गाकार भाग पनि देख्न सक्छौँ। वर्गाकार भागभित्र श्री पृथ्वी वीर विक्रम शाहदेव भनेर लेखिएको हामीले यो सिक्कामा प्रष्ट रूपमा देख्न सक्छौँ भने वर्गाकार भागभन्दा बाहिर शङ्ख, चक्र, पद्म, गदाको पनि तस्बिर यो सिक्कामा राखिएको हामीले देख्न सक्छौँ। यो त भयो यो सिक्काको एकापट्टि भागमा के रहेको छ भनेर तपाईहरूलाई जानकारी दिएँ। अब यो सिक्काको अर्कोपट्टि भागमा चाहिँ के रहेको छ त आउनुहोस् यो पनि म तपाईँहरूले जानकारी दिनेछु। यो सिक्कामा श्री 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 गोरखनाथ भनेर लेखिएको छ भने श्री 3 भवानी भनेर गोलाकार भागभित्र लेखिएको हामीले प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौँ। पक्कै पनि तपाईहरूले यो सिक्काको देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर थाहा पाइसक्नुभयो। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। अर्को भिडियो त पक्कै पनि ल्याउने नै छु। अहिलेको लागि म तपाईँहरूको सामु बिदा माग्न चाहन्छु। हस्त, धन्यवाद अनि बाई बाई। नलेज 1.5 मा आज मैले तपाईहरूको लागि लिएर आएको छु सुरेन्द्र वीर विक्रम शाहदेवज्यूको कार्यकालमा निस्किएको वान दाम सिक्काको बारेमा जानकारीमूलक भिडियो लिएर आएको छु। तपाईले यस भिडियोभित्र देखिने भाग र नदेखिने भाग गरेर दुई भागमा यस भिडियोमा तपाईहरूले जानकारी पाउन सक्नुहुनेछ। नदेखिने भाग अन्तर्गत यो सिक्काको वेट कति रहेको छ, डायमिटर कति हो, सेप कस्तो छ आदि इत्यादि तपाईले यसै एकै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ भने देखिने भाग अन्तर्गत यो सिक्कामा के देखिन्छ त तपाईहरूले यसै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। आउनुहोस् आजको सामग्री सुरु गर्ने अनुमति माग्दछु। सर्वप्रथम म यो सिक्काको फिचरहरू के रहेको छ म तपाईहरूलाई यहाँबाट जानकारी दिनेछु। यो सिक्काको टाइप रहेको छ स्ट्यान्डर्ड सर्कुलेसन कोइन रहेको छ भने युजर रहेको छ नेपाल, इयर्स रहेको छ 1788 देखि 1799 सम्म रहेको छ। त्यस्तै क्यालेन्डर रहेको छ नेपाल साकाइरा रहेको छ भने त्यस्तै यो नोट माफ गर्नु होला यो सिक्काको नम्बर रहेको छ NH 56765 रहेको छ भने रिफरेन्स रहेको छ KM # 586.1 रहेको छ। त्यस्तै यो सिक्काको सेप रहेको छ राउन्ड, वेट रहेको छ 1.5 ग्राम रहेको छ भने डायमिटर रहेको छ 14 mm रहेको छ। करेन्सी रहेको छ मोहर रहेको छ भने भ्यालु रहेको छ वान दाम रहेको छ। पक्कै पनि तपाईहरूले आजको यस सामग्रीमा यो सिक्काको फिचरहरू के रहेको छ भनेर जानकारी प्राप्त गरिसक्नुभयो। अब यो सिक्काको
देखिने भाग अन्तर्गत के रहेको छ त आउनुहोस् यो पनि म तपाईँहरूलाई जानकारी दिनेछु। यो सिक्काको देखिने भाग अन्तर्गत रहेको छ हामीले नेपाल भनेर लेखिएको देख्न सक्छौँ एकपट्टि भागमा भने अर्कोपट्टि भागमा सरकार भनेर लेखिएको हामीले प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौँ। पक्कै पनि तपाईँहरूलाई आजको सामग्री कस्तो लाग्यो के लाग्यो सल्लाह सुझाव दिन नबिर्सनुहोला। तपाईँहरूको एक सल्लाह सुझावले नै हामीलाई भिडियो बनाउने हौसला मिल्छ। पक्कै पनि आजको सामग्रीमा तपाईँहरूले सुरेन्द्र वीर विक्रम शाहदेवज्यूको माफ गर्नुहोला सुरेन्द्र विक्रम शाहको कार्यकालमा निस्किएको वान दामको बारेमा तपाईँहरूले जानकारी प्राप्त गरिसक्नुभयो। अर्को भिडियो ल्याउने बाचा गर्दै म तपाईँहरूको सामु बिदा माग्न चाहन्छु। हस्त धन्यवाद अनि बाई बाई। नलेज 1.5 मा आज मैले तपाईँहरूको लागि लिएर आएको छु श्री 5 त्रिभुवन वीर विक्रम शाहदेवज्यूको कार्यकालमा निस्किएको 1 पैसा सिक्काको बारेमा जानकारीमूलक भिडियो लिएर आएको छु। तपाईँले यस भिडियोभित्र यो सिक्कामा के देखिन्छ भनेर थाहा पाउन सक्नुहुनेछ भने यो सिक्काको टाइप के रहेको छ, इयर्स कुन हो, वेट कति हो, ओरिएन्टेसन कस्तो रहेको छ, नम्बर कति हो, रिफरेन्स कति हो आदि इत्यादि तपाईँले यसै एकै भिडियोमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। आउनुहोस् आजको सामग्री ढिला नगरिकन सुरु गर्ने अनुमति माग्दछु। सर्वप्रथम म तपाईँहरूलाई यो सिक्काको फिचरहरू के रहेको छ भनेर म यहाँबाट नदेखिने भाग अन्तर्गत जानकारी दिनेछु। यो सिक्काको युजर रहेको छ नेपाल, टाइप रहेको छ स्ट्यान्डर्ड सर्कुलेसन कोइन रहेको छ भने यो सिक्काको नम्बर रहेको छ NH22698 रहेको छ भने सेप रहेको छ राउन्ड, थिकनेस रहेको छ मिलेड, रिफरेन्स रहेको छ KM#687 रहेको छ भने यो सिक्काको किङ हुनुहुन्छ त्रिभुवन वीर विक्रम शाहदेव 1911 देखि 1950 सम्म रहेको छ। त्यस्तै यो सिक्काको इयर्स रहेको छ 1977 देखि 1987 रहेको छ। त्यस्तै भ्यालु रहेको छ 1 पैसा रहेको छ भने करेन्सी रहेको छ मोहर, कम्पोजिसन रहेको छ कपर, वेट रहेको छ 2.61 ग्राम रहेको छ भने डायमिटर रहेको छ 21 mm रहेको छ। त्यस्तै ओरिएन्टेसन रहेको छ मेडल एल्गानिमेन्ट रहेको छ। पक्कै पनि तपाईँहरूले आजको यस सामग्रीमा तपाईँहरूले यो सिक्काको नदेखिने भाग अन्तर्गत फिचरहरू के रहेको छ भनेर जानकारी प्राप्त गरिसक्नुभयो। अब यो सिक्काको देखिने भाग अन्तर्गत चाहिँ के रहेको छ आउनुहोस् यो पनि म तपाईँहरूलाई जानकारी दिनेको छु। अबको भाग रहेको छ देखिने भाग रहेको छ। देखिने भाग अन्तर्गत यो सिक्कामा हामीले देख्न सक्छौँ श्री 5 त्रिभुवन वीर विक्रम शाहदेव भनेर लेखिएको छ भने यो सिक्कामा गोलाकार भाग पनि देख्न सक्छौँ। गोलाकार भागभन्दा भित्र खुकुरी क्रसको चिन्ह रहेको छ। त्यस्तै यो सिक्काको अर्कोपट्टि भागमा श्री पशुपतिनाथ लेखिएको छ भने गोलाकार भागभित्र त्रिशूलको आकृति पनि रहेको छ र 1 पैसा भनेर पनि लेखिएको हामीले देख्न सक्छौँ। गोलाकार भागभन्दा बाहिर नेपाल भनेर पनि लेखिएको हामीले यो सिक्कामा प्रष्ट र स्पष्ट रूपमा देख्न सक्छौँ। पक्कै पनि तपाईँहरूले आजको यस सामग्रीमा देखिने भाग र नदेखिने भाग अन्तर्गत के रहेको छ भनेर जानकारी प्राप्त गरिसक्नुभयो। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस् र नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोस्। अर्को भिडियो त पक्कै पनि म ल्याउने नै छु। अहिलेको लागि म तपाईँहरूको सामु बिदा माग्न चाहन्छु। हस्त धन्यवाद अनि बाई बाई।